सानो अन्धकारमय गुफाभित्र गङ्गा र जमुना डोरीले बाँधिएर थकित र डराएका बसिरहेका थिए। गङ्गा, अब कसरी बाँच्ने? डर्न पर्दैन जमुना, केही न केही उपाय पक्कै हुन्छ। त्यत्तिकैमा अचानक गुफाभित्र सुनौलो उज्यालो फैलिन थाल्यो। गङ्गा र जमुना दुवैले माथि हेरे। गङ्गा, हेर, त्यो के हो? जमुना, हेर, त्यो के हो? त्यो चम्किलो हरियो सुगा उनीहरूको माथि उड्दै आयो। डर्न पर्दैन, म तिमीहरूलाई बचाउँछु। त्यसपछि सुगाले आफ्नो जादुई शक्ति प्रयोग गर्यो र सुनौलो उज्यालोले गङ्गा र जमुनालाई बाँधिएको डोरी च्यातिदियो। जमुना, हामी फ्री भयौँ। धन्यवाद साथी। तर त्यो खुसी लामो समय टिकेन। अचानक गुफा फेरि काँप्न थाल्यो र भयानक आवाजसँगै राक्षस भित्र पस्यो। कसैले मेरो बन्दी छोडायो? गङ्गा फेरि आयो। डर्न पर्दैन, हामी सँगै छौँ। त्यसपछि सुगा अगाडि उड्यो र आफ्नो सम्पूर्ण जादुई शक्ति प्रयोग गर्न थाल्यो। यो जङ्गलको शक्तिले म तिमीलाई रोक्दैछु। सुनौलो उज्यालोको शक्तिशाली किरणले राक्षसलाई प्रहार गर्यो। गुफाभरि प्रकाश फैलियो। यो कसरी सम्भव? केही क्षणमै राक्षस उज्यालोमा बिलाउँदै गयो र अन्ततः गायब भयो। गुफा अब शान्त र उज्यालो भइसकेको थियो। जमुना, हामी बाँच्यौँ। सुगाले हामीलाई बचायो। गङ्गा र जमुना दुवैले सुगातर्फ हेरे। धन्यवाद सुगा, हामी कहिले यो उपकार बिर्सिने छैनौँ। सुगाले हल्का मुस्कान दियो। राम्रो मन भएपछि कहिले पनि हार हुँदैन। त्यसपछि गङ्गा र जमुना उज्यालोतर्फ अघि बढ्न थाले, सुगासँगै नयाँ आशा बोकेर।